21 सिट हुनेले झन्डै 2/3 पुर्याउँछ भने हामीसँग त कमसेकम 25 सिट त फेरि पनि छ नि त। कुरो सही हो बा। अब उनीहरू 21 सिट हुँदा अहिले 2/3 झन्डै ल्याए। हामीसँग त अलरेडी 25 सिट छ के अरे। हामी अर्को पालि बा 4/3 ल्याउनु पर्छ। अर्को पालि आउँछ 5 वर्ष त हो। तर फेरि गाई मार्केटमा त कता आयोगमा तपाईँलाई के गरेछ अरे नि त बा फेरि। अब फेरि त्यो भयो भने चाहिँ अहिलेको उडन ठेउला केटा छन् के गर्छु भन्छन् बा। फेरि वृद्धाश्रम पनि लाने कुरो छ तपाईँलाई, भित्रै राख्ने अरे। अब बाहिर गाह्रो हुन्छ तपाईँलाई भनेर भन्दैछन्। हुन्छ आनन्दै हुन्छ बा, भित्र खाना बस्न बिहान दिउँसो बेलुका सबै पाइन्छ। पकाउने गर्ने झन्झट पनि भएन, कहाँबाट ल्याउनु भन्ने झन्झट पनि भएन। तर पत्रकार चाहिँ छिर्न दिनुपर्छ हप्तामा 1-2 चोटि। तपाईँको गफ सुन्नु पर्यो, नभए न्यास्रो लाग्छ हामीलाई फेरि। तर बिताउँछन् होला हौ। तर त्यसको नि उपाय छ बा फेरि। खुसुक्क म तपाईँलाई मैले दिएको आइडिया नभन्नु। हाम्रो शेरबहादुर दाई उता हङकङतिर डुल्दैछन् अरे। तपाईँ पनि उता अब उपचार गर्न गए, तपाईँ पनि यसो गर्नुहोस्, सङ्गठन विस्तार गर्न। 4/3 ल्याउनु पर्यो नि अर्को पालि। सङ्गठन विस्तार गर्न हङकङतिर 2-4 वर्षको लागि जाने कि। अनि यसो 2-4 वर्ष बाहिरतिर सङ्गठन विस्तार गरिसकेपछि अनि नेपाल फर्किने। अनि अर्को पालि 4/3 नभए त फेरि भित्र जाक्लान् जस्तो छ बा। अब हामी शुभचिन्तक भएर तपाईँलाई भनिदिएको, अलिक विचार गर्नु है, विचार गर्नु। अब अहिले त तत्काल कार्यान्वयन गर्ने पो भन्छन् त फेरि। अब यो पहिले जस्तो भएन, सबै उडन ठेउला छन् मन्त्रीहरू। हेर्नु त त्यहाँ यिनले त बोलेपछि फ्याट्ट गर्लान् जस्तो छ। अनि डराउँदैनन्। गाह्रो छ भाइ, यो विचार गर्नु है। फेरि त्यो फाटफुट बोलेर मात्रै हुँदैन। अब त ज्यान जोगाउने बेला हो। अनिकालमा बिउ जोगाउनु, हुलमुलमा ज्यान जोगाउनु बा है। हामी त शुभेच्छा छ के अरे। अब चुनावको बेला अर्को पालि फेरि भेटौँ। हुन्छ बा।